सो हे गाइस सबैले वेलकम छ। आजको ब्लग चाहिँ मेरो गाउँबाट सुरु भएको छ। सो यो ब्लग चाहिँ अब हामी टिका लाउन जाँदैछौँ यहाँदेखि अब उतासम्म। सो लेट्स सी गाइस, हेरौँ कहाँसम्म के हुन्छ। सबैले च्यानल सब्सक्राइब गरिदिनु होला। लेट्स गो। लाइक कमेन्ट पनि हेलो गाइस शेयर गरिदिनु होला। आज हामी चाहिँ गइरहेको छौँ टिका लगाउन। अनि यहाँनिर दुईजना आन्टी, जेठो आन्टी, कान्छो आन्टी गर्दै, अनि उहाँ मेरो सबै फ्यामिलीहरू। त्यसपछि यो भ्यू हेर्न सक्नुहुन्छ, एकदम दामी छ। सो गाइस उता पछाडि आन्टी होइसिन्छ, हल्का स्लो आइरहेको होइसिन्छ। हाम्रो ब्लग हेर्न सक्नुहुन्छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ह्याप्पी दसैँ। ह्याप्पी दसैँ एभ्रिवान। सब अल। अब हामी टिका विजया दशमीको शुभकामना छ सबैलाई। हामी गइरहेछौँ टिका लगाउन। कहाँ जाने हो टिका लगाउन? अब टिका लगाउन अब कहाँ? तल पारी खाना कहाँ सीमा खाता समूह जाँदैछु, तल्ला घर जाँदैछु। को जाँदैछ? अङ्कल आन्टी सबै, जिम्मा जिब्बा सबै दाइ हामी गइरहेको छौँ। सो हे गाइज, आज चाहिँ दसैँको ब्लग मैले युट्युबमा हाल्ने छु। सबैले गएर यसो सब्सक्राइब हानिदिउँ, सेयर हानिदिउँ होइन। सो गाइज, अनि ब्लगका अगाडिदेखि बनाउँछ त। अनि यहाँ बहिनी छ, सो हाम्रो फ्यामिलीहरू सबै यहाँ छ। फ्यामिलीहरू सब यहाँ हिँडिरहेछन्। आन्टी, त्यसपछि अब काकु उहाँ। हाम्रो गाउँको नेचरहरू यस्तो छ क्या, कस्तो दामी भ्यू छ होइन। सो एकदम वेयर सो रिलेटेड गाइज, लाइक ह्याप्पी मोमेन्ट होइन। Like it is awesome for us guys. So much wonderful day. As a guys, सब्सक्राइब लाइक गरिदिनु होला है भाइबिबु, शेयर गरिदिनु होला। अब हाल्ने हो, भ्युज आउँछ, हेरौँ अझ कति आउँछ। हेलो गाइस, अब हामी हेर्नुस् हाम्रो दक्षिणा। सो नाउ अब हामी चाहिँ जाँदैछौँ अब टिका लाउन। घरमा टिका लगाइसकेपछि अब हामी टक्क यतादेखि घर जान्छौँ। त्यहाँदेखि गएर आज म गाउँमा आएको छु। सो यो भिडियो स्पेसल गाउँ ब्लग, एकदम नेचर फ्रिली छ। लेट्स सी गाइज। सो गाइज, अब एकदम आफ्नै पारामा हिँडिरहेको छौँ। सबै यता पुगिसकेको छ। अब हामी पुगेर हामी रोडमा जस्तो विवशका यहाँनिर छ। ऊ पनि कोलपुरबाट यहाँ आयो, म चाहिँ केटिएमबाट यहाँ आएको छु। अब 1 महिनाको छुट्टी छ, त्यसपछि म जान्छु, ऊ पनि जान्छ, हामी सबै जान्छौँ। अनि अब गाउँ शान्त हुन्छ, फेरि कोही पनि हुँदैन। त्यसले सिगारेट टिका हारौँ, टिका लाउँदाखेरि सबैको रियाक्सन, त्यसपछि हामी तास खेल्ने रमाइलो गर्नेछौँ। सी यु सुन गाइज, ओके। लेट्स गो। अब चाहिँ हामी त्यो घरमा पुगिरहेछौँ, टिका लाउने घरमा। त्यसपछि अब टिका लगाइसकेपछि फेरि फर्किन्छौँ। भोक पनि साह्रै भोक लागेको छ, अब खाना खानु पऱ्यो। खाना खाइसकेपछि अब आज मासु भात छ, मासु भात खाएर टक्क पेट भर्नुपर्छ। त्यसपछि अनि त्यही हो, अनि पछि तास सास खेलिन्छ, पैसा जितिन्छ। त्यही हो, सबैले लाइक सब्सक्राइब हानिदिउँ। सबैले लाइक सब्सक्राइब। 1 महिनाको छुट्टीमा छौँ हामी, केही दिन फर्किनेछौँ होइन। सो तेरो खुट्टा ठिक भयो अस्तिको उसले? ठिक भयो, जिन्जीमा गएको थिएँ, खुट्टा यस्तो भयो। लास्टै हिलो छ यता त, नयाँ लुगा लाग्यो यत्रो हिलो छ। अनि यस्तो छ, सबै गइरहेछ वरिपरि धान बाली। गाउँघरमा त अब यो धान सान लगाइन्छ, यस्तो छ। अब हामी फाइनली घर पुग्यौँ। घरमा जिजुबाहरू होइसिन्छ, देखाउँछु है। सो यो लिचीको रुख, यो आँपको रुख, त्यो हजुर देखिरहेको थिएँ हजुर। सो त्यही हो, अब चाहिँ हामी जाँदैछौँ। हामी पुगिसक्यौँ, उता अगाडि छ। हात देखाएर सुन्दैछौँ, कस्तो दामी नेचर है। आमामा, अलिअलि धान काटेको रहेछ यहाँ। अनि म यहाँ आएको थिएन नि त त्यतिखेर। अनि त्यसपछि मलाई यस्तो रियाक्सन भइरहेको छ नि, फर्स्ट टाइममा भ्लग गर्दैछु, त्यही पनि कस्तो अर्कै भइरहेको नि। ल फाइनली हामी पुगिसक्यौँ हाम्रो यता।
हाई सानो सो गाइस अब चाहिँ हामी तल्लो घर पनि टिका लगाइसक्यौँ अब यहाँदेखि लाएर हामी अङ्कल हामी सबै गइरहेका छौँ अब आफ्नो घरतिर त्यही हो अब भ्लगलाई चाहिँ अन्त्यसम्म सबैले हेरिदिनु होला लाइक सेयर एन्ड सब्सक्राइब यसो त्यसमा टक्क लगाएर अब यहाँदेखि घर जान्छौँ घर गइसकेपछि अब खाना खाने होला होइन अब खाना खाने त्यसपछि हामीले कहाँ जाने अब पारिफाटा सिमलफाटा सिमलफाटा सानो तिमी आऊ तिम्रो उसमा सिमलफाटा सानीलाई देख सिमलफाटातिर जाने ए यो बुनु ल बुनु अब यहाँदेखि भन तो गाइस अब चाहिँ हामी घर जान लाग्छौँ अब चाहिँ हामी फाइनली गाइस फाइनली हामी अब घर जाने आएको छौँ फाइनली हेलो गाइज हामी पनि अब पुगिसक्यौँ है दाइहरूको हालत हेर्नुहोस् अङ्कल दाइहरूको हालत हेलो गाइज ढोक्करे जिम्मा देखाएको छु अब हामी घर पुग्दैछौँ बिस्तारै बिस्तारै हामी अब बिस्तारै घर पुग्दैछौँ हामीले फाइनली टिका लगाएर पनि आइसक्यौँ अब हामी घरतिर एक्ला छ मासु भात खान्छौँ त्यसपछि हामी खाइसकेपछि कहाँ जान्छौँ त्यसपछि हामी फेरि टिका लगाएर जान्छौँ कता जान्छौँ यता जान्छौँ पारिफाटा अब हामी चाहिँ जान्छौँ पारिफाटा गाइज मैले स्ट्यान्डले यस्तो छ Hello guys, I'm going to walk. Hello guys. यो चाहिँ बिबस्का हो अब टिका लगाइसकेपछि हामी घर जान्छौँ यस अनि लाइक सब्सक्राइब गरिदिनु लाइक सब्सक्राइब गर्ने हो अब चाहिँ हामी यहाँ बसेर हामी घर जान्छौँ त्यसपछि हामी यो जब फाइनली चाहिँ हामी उतादेखि टिका लगाएर आइहाल्यौँ अब हामी सिधै घर जान्छौँ ल समात एक हातले मतले समात चाहिँ एक हातले समात ल ल ल जब फाइनली अब हामी उतादेखि आइहाल्यौँ अब हामी उतादेखि सिधै घर जानेछौँ अनि घर गएर भात खाना खाएर अनि फेरि एकछिन बस्दैछौँ घरमा थाकेर के अरे ऊ त्यो दनलाई समात्ने ल फाइनली गाइस हामीहरू आइगयौँ तपाईँले एउटा चिज देखाउनुहुन्छ हाम्रो यताको एउटा जङ्गल छ त्यसमा म चाहिँ जानुपर्छ मलाई भुत लाग्छ कि त्यही भएर म आज उताको भ्यू म आज तपाईँलाई उताको भ्यू देखाउने छु हेर्नुहोस् अब कति राम्रो भ्यू ऊ त्यहाँनिर हेर्नुहोस् कति राम्रो भ्यू छ जङ्गल सबैमा So guys, we are so wonderful moment right now. हेलो गाइज हाम्रो दसैँ हेप्पी दसैँ भन्दैछ सर खानु मान्छे मार्न पाइन्छ मान्छे मार्न पाइन्छ असम्भव भन्छु मान्छे मार्न पाइन्छ असम्भव मैले भन्छ गाइस यति राम्रो भ्यू हेर्नुहोस् कति राम्रो भ्यू
पछाडि हेर्नुहोस् सबै मान्छे आइराख्नु छ मान्छे आइरहेछन् कस्तो मान्छे आइरहेछ अगाडि हेर्नुहोस् मान्छे पहाडी सिधै खजा छ यो चाहिँ हाम्रो फ्यामिली हो फ्यामिली अब चाहिँ हामी घर गएर खाना खानेछौँ खाना खाइसकेपछि हामी रेस्ट गर्नेछौँ अनि घर गएर अब मस्तो भएर खान्छौँ है बोल अब Hello guys. So guys, we are now right here. Are so right now we're going home. No, Lena. त्यसपछि बोल त Hello guys. Hello guys. It's me. Mama, hello guys. Neat. Finally we reach a home like now right now that's we're going. Hello guys.